हेलो एभ्रिवान, के छ सबैजनाको हाल? आई होप सबैजना सन्चै आराम हुनुहुन्छ र म पनि एकदम सन्चै आराम छु होइन। म चाहिँ अब यस्तो खासै टाइम हुन्न, त्यही भएर धेरै खासै भ्लग बनाउनु चाहिँ पान्न। यता देख्न सक्नुहुन्छ साथीहरू मेरो केटाहरू चाहिँ अलिक सबैजना अब स्कुलमा जाला उतै गएर एकछिन गेम चाहिँ खेल्ने, अनि उतैदेखि म काम छ मेरो, यस्तो पसलदेखि माछा लिएर आउँछु। अहिले रोडैमा सुरु भइसक्यो, मारिदिएला चाहिँ हानेर बल त गइसक्यो। मलाई चाहिँ बल ल्याउनु पठाइसक्यो होइन पछि गएर, अनि भलिबल भनिसकेपछि त केटाहरू खतरा हुने फेरि मरिदिने टाइपको हो क्या। त्यही भएर अब खासै खेल्न त हान्नु कोहीलाई, त्यही पनि अब भलिबल चाहिँ लास्ट काम लाग्छ कि हामीलाई। त्यही भएर यस्तो विकेन्डमा अनि यस्तो खाली समयको भयो बेला हामीहरू चाहिँ प्रायः जस्तो खेलिरहेको हुन्छौँ गेम। अहिले पनि उतै खेल्न जानु लाग्यो। हामीहरू चाहिँ स्कुलमा पुगिसक्यो न, स्कुल यस्तो छ। अनि केटाहरू चाहिँ सब फर्ममै आइसक्यो, रेडी छौँ हामीहरू चाहिँ। र अब त्यो चाहिँ खेल्न गेम, अनि म घरतिर जान्छु, त्यसपछि देखाउँछु गेम खेलेको कस्तो हुन्छ। भयो एरन थापा म गर्छु त्यो रामघाटको तिलक दाइ। हामीहरू चाहिँ अहिले भेरी पुग्न आँट्यौँ बनिसकेपछि पनि अलि नि पुगिसक्यौँ भनौँ न। भेरी पुग्न लाग्यौँ हो। बाटो चाहिँ यस्तो अप्ठ्यारो छ, त माथिदेखि चढेर आयौँ हामीहरू। के गर्ने रहेछ हो, भेरीमै नुहाउने। घरमा माथि जाडो लाग्छ अरे केटाहरूलाई, त्यही भएर भेरीमै नुहाउनु लाग्छ। बाटो चाहिँ अप्ठ्यारो छ, हजुर अप्ठ्यारो छ बाटो चाहिँ। ल पुग्यौँ हाम्रो भेरी चाहिँ। केटाहरूले सामान पनि लिएर आएको रहेछन् चटपटे बनाउनु लागि। चटपटे बनाएर खान्छ होला, चटपटे बनाएर खान्छ, त्यसपछि नुहाएर त्यसपछि घरतिर जाने हो। फाइनल हामीहरू चाहिँ ल चटपटे खाएर चाहिँ एकछिन म नुहाइन्छ होइन। त ल सबैलाई देखाइदिनु मिठी लाउने त चुप लाग्न। म चाहिँ डाइभ हान्न लाग्छु होइन। आगो बालिसक्यो फेरि त्यो एकदम ट्याम्पो लगाएर रेडी होइन। अब छिराउ म त फेरि छिर्छु नि। देखाइरहेको छु त, देखाइरहेको छु क्या। अर्को अर्को
अर्को फाइनली हामीहरू चाहिँ अहिले घर जान आँट्यौँ होइन यो एकछिन बस्यौँ घाम ताप्यौँ अनि अब चाहिँ घरतिर जानु लाग्यौँ पिर्मेको छोरा जाँदैछौँ घरतिर होइन देख्न सक्नुहुन्छ हाम्रो चाहिँ यता खेतहरू चाहिँ दामी छन् कि बवाल छ ठाउँ चाहिँ हरियो छ एकदम सबै ठाउँ देख्न सक्नुहुन्छ झगडा गरेर आउनु दुइटा उता लौडा 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 नान लौडा जग्गु गाने अझै कला फलाएर हिँड्छ नि पुरै अलग छन् फेरि कहाँ गयो अर्को यो चाहिँ देख्न सकिन्छ हाम्रो उतापट्टि जाने पुल पनि एकदम बवाल छ फेरि उताबाट जाने पुल पनि उता गसल दिनु अब घरतिर जाने होला गएर खानासाना खाएर एकछिन त्यही फेरि त्यसपछि सुतेपछि खाना खाएर एकछिन सुतिन्छ त्यसपछि फेरि बल एकछिन लगाइन्छ होला बल खेलिन्छ फेरि एकछिन त्यसपछि के हुन्छ हो र म चाहिँ घर पुग्न भन्नाले पनि घर पुगिसक्यो भनौँ उता त्यता तलबाट आएको अनि यताबाट चाहिँ घुमेर फेरि आइदिएँ म घुमेर आइदिएँ फेरि ला के भन्ने अब यस्तो पार एकछिन अब खानसाना खान्छु बस्छु फेरि अनि थाकेर दौड्दै आएको थिएँ म त म चाहिँ खानसाना खाएर एकछिन सुतिरहेको थिएँ फेरि अब केटाहरूले दाम बल खेल्न भन्न लाग्यो फेरि अब बल खेल्न जानु लाग्यो फेरि चाहिँ एउटा यहाँ छ अरू चाहिँ गइसक्यो अगाडि म चाहिँ उता स्कुल पुगेपछि देखाउँछु हजुरहरूलाई होइन एकछिन गेम खेलेर अब त्यसपछि साँझखेरि घरतिर फर्किन्छौँ म चाहिँ अब घरतिर जान लाग्यो होइन बल सल खेल्यौँ हामीहरूले अनि अब घरतिर गएर चाहिँ खान्छु मा सधैँ ल सबै केटाहरू घरतिर जान लागेको अहिले खेलेको चाहिँ मैले देखाइनँ कि त्यही भएर झ्याउ लागेको थियो किनकि कति देखाउनु यो ब्लग म एन्ड गर्न चाहन्छु होइन भेटौँ अर्को भ्लगमा त्यही धन्यवाद जय नेपाल।